अब एन्डेमिक भनेर के बुझ्नुहुन्छ भने तपाईकोमा लेखिरहेको छ स्थानिक है। स्थानिक भनेको के हो भनेपछि तपाईँ स्वास्थ्यकर्मी हुनुहुन्छ या एउटा इन्चार्ज हुनुहुन्छ, तपाईले कतिवटा केस आइरहेछन् दिनमा जस्तै के होला एआरआई को कुरा गरौँ है इक्जाम्पलमा। जस्तै एआरआई को के भन्छौँ, एआरआई को मानम तपाईसँग चाहिँ दिनमा 15 वटा एआरआई को केस आइरहेछन्। डायरिया को तपाईसँग चाहिँ मानम अहिले बर्खा छ 25 वटा केस आइरहेछन् भनेपछि एआरआई र डायरिया को यतिवटा केस आइरहेछन् भनेपछि तपाईले एक्सपेक्टेसन के हुन्छ भनेपछि औषधि त्यसरी नै व्यवस्थापन गरिरहेको हुन्छ है। यो के रे 25 जनालाई कति चाहिन्छ या 20 जनालाई कति चाहिन्छ भनेर तपाईँ चाहिँ यसरी एक्सपेक्ट गरिरहेको हुन्छ। यति जनालाई व्यवस्थापन गर्न कतिवटा स्वास्थ्यकर्मी चाहिन्छ, कतिवटा औषधि चाहिन्छ, यो तपाईले त्यसरी नै म्यानेज गरे हुन्छ है। अब यसलाई भन्छ एक्सपेक्टेड फ्रिक्वेन्सी। अब तपाईले कतिवटा केस आउँछन् भन्ने तपाईलाई आशा हुन्छ, लगभग यति जना जस्तो केस आउँछन् भन्ने भयो भने त्यसलाई एक्सपेक्टेड फ्रिक्वेन्सी भन्छ। यदि क्वेशनमा एक्सपेक्टेड फ्रिक्वेन्सी भनेर सोधिरहेछ भने त्यो बेलामा इन्डेमिक आन्सर लगाउनु पर्ने हुन्छ। ठीक छ। मोर देन एक्सपेक्टेड फ्रिक्वेन्सी, एक्सपेक्टेड तपाईले सोचेको भन्दा धेरै संख्यामा आयो। मानौं तपाईले 15 जना एआरआई सोचिराख्नु भएको थियो है, एआरआई 15 सोचिराख्नु भएको थियो, 15 को ठाउँमा एआरआई कति आए, मानौं 75 वटा आए भनेपछि अब तपाईको अघिको औषधिले नपुग्न सक्छ या 2 जना कर्मचारीले नपुग्न सक्छ, कर्मचारीको संख्या बढाउनु पर्छ। डायरिया चाहिँ 100 वटा आयो भनेपछि यो तपाईको चाहिँ एपिडेमिक भयो, मोर देन एक्सपेक्टेड फ्रिक्वेन्सी आयो है। अथवा यसलाई अर्को भाषामा क्लियरली एक्सेस पनि भन्ला है। तपाईले देखिराख्नु भएको छ कि छैन है। यसलाई तपाईले चाहिँ युजुअल फ्रिक्वेन्सीमा युजुअल नम्बरमा केस आयो भनिरहेछ भनेपछि त्यसलाई तपाईले इन्डेमिक भन्नुहुन्छ युजुअल नम्बरमा है। युजुअलको अगाडि अन लगाइदियो, अनयुजुअल नम्बर अफ केस भनिरहेछ भने त्यो बेलामा तपाईले के लगाउनु पर्ने हुन्छ, एपिडेमिक लगाउनु पर्ने हुन्छ। ठीक छ। अब आउटब्रेक भन्ने टर्म चाहिँ तपाईले धेरै चोटि सुन्नुभयो होला। एउटा लोकलाइज एपिडेमिक, एउटा निश्चित ठाउँबाट मात्रै धेरै बिरामीको संख्या आइरहेछ भने त्यसलाई तपाईले आउटब्रेक भन्नुहुन्छ या अर्को भाषामा तपाईले आउटब्रेक भन्नुहुन्छ। अब यहाँ एआरआई को संख्या जस्तै 15 जना कहाँबाट आइरहेछन्, एउटा निश्चित ठाउँबाट वडा नम्बर जस्तै 7 बाट मात्रै आइरहेछन्। डायरियाका केसहरू वडा नम्बर 10 बाट मात्रै आइरहेछन् है। जस्तै यो वडा नम्बर चाहिँ एउटा मात्र वडाबाट आइरहेछ, वडा नम्बर 3 बाट भनेपछि अब तपाईका केसहरू धेरै आइरहेछन् है। मानव यिनीहरू कहाँ छन्, एउटा निश्चित वडाबाट मात्रै आइरहेछन्, एउटा गाउँपालिकाबाट मात्रै आइरहेछन् भनेपछि त्यसलाई आउटब्रेक भन्छ। आउटब्रेकको अर्थ के हो भने महामारी फैलिरहेछ तर सानो ठाउँमा फैलिरहेछ भनेपछि अब तपाईको साधन स्रोत के गर्नु पर्यो, यो ठाउँमा मात्रै केन्द्रित गर्नु पर्यो नि हो। रिसोर्स इन्टेन्सिभ गर्नको लागि यो के गर्छ, आउटब्रेक भन्ने टर्म युज गर्छ। आउटब्रेक टर्म युज गर्छ कि एपिडेमिक युज गर्छ कि इन्डेमिक युज गर्छ भन्नुभयो भने अधिकार प्राप्त स्वास्थ्य निकायले के गर्छ, यो आउटब्रेक टर्म युज गर्ने कि या तपाईले एपिडेमिक टर्म युज गर्ने उनीहरूले निर्णय गर्छ। ठीक छ। अब यहाँ अप्सन होला 1 वार्ड, एउटा वडा अथवा 1 बीडीसी होला पुरानो हिसाबले, या रुरल म्युनिसिपालिटी होला, या 1 डिस्ट्रिक्ट, एउटा डिस्ट्रिक्ट एउटा जिल्लाबाट मात्रै आइरहेछ
एउटा गाउँपालिकाबाट मात्रै आइराछ, एउटा वडाबाट मात्रै आइराछ, धेरै केसहरू भन्यो भने त्यसलाई तपाईले आउटब्रेक भन्ने टर्म युज गर्नुहुन्छ। ठीक छ। अब यो इन्डेमिकलाई अर्को भाषामा CONST कन्स्ट्यान्ट प्रेजेन्स पनि भन्छ। कन्स्ट्यान्ट प्रेजेन्स अफ डिजिज भन्यो भने त्यसलाई तपाईले चाहिँ इन्डेमिक भन्नुहुन्छ। ठीक छ। अब पेन्डेमिक भनेर केलाई भन्नुहुन्छ भन्यो भने पेन्डेमिकको लार्ज पपुलेसन लार्ज पपुलेसन या लार्ज एरिया लार्ज पपुलेसन भन्यो अथवा होल कन्ट्री भन्देला, होल कन्ट्री अथवा मोर देन वान कन्ट्री यस्तो भन्यो भने तपाईले पेन्डेमिक लगाउनु पर्ने हुन्छ। जस्तै अघि 75 आइरा थिए भनेपछि तपाईको लागि महामारी होला, अथवा यहाँ कति होला 75 को संख्या अलि बढाइदिउँ न है, 150 गर्दिउँ न, अलि सजिलो पनि होला अलि डिफरेन्स देख्नलाई। तपाईलाई यसमा 200 जना आए, त्यो होला तपाईलाई एपिडेमिक। अब यो महामारी भन्नलाई एक देशभन्दा धेरै ठाउँमा फैलियो या होल कन्ट्री, मोर देन वान कन्ट्री अथवा कन्टिनेन्ट, CONTINENT कन्टिनेन्ट भनेको महादेशभरि फैलियो। जस्तै ARI को चाहिँ 50,000 केसहरू आए अथवा डायरियाको चाहिँ 75,000 केसहरू आए भनेपछि तपाईको हाम्रो देशको क्षमताले नभ्याउला, अन्तर्राष्ट्रिय सहकार्य गर्नु पर्ला, औषधिहरू WHO बाट मगाउनु पर्ला। त्यस्तो बेलामा तपाई पेन्डेमिक टर्म युज गर्नुहुन्छ। यो कसले युज गर्छ? WHO ले युज गर्छ। स्पोरेडिक भनेको HAPHAZARD हाफाजार्ड अकोरेन्स अफ डिजिज या केसेस भन्यो भने अथवा के होला इरेगुलर अकोरेन्स अफ केस भन्यो भने अथवा इनफ्रिक्वेन्ट अकोरेन्स अफ केस भन्यो भने या टाइम टु टाइम है, टाइम टु टाइम अकोरेन्स अफ डिजिज भन्यो भने स्पोरेडिक हुन्छ। ठीक छ। यो आउटब्रेकलाई मिनिएचर इपिडेमिक पनि भन्छ, भनेको इपिडेमिकको सानो फर्म, अथवा जनताहरू नतर्सिउन् भनेर टु रिड्युस पब्लिक पेनिया। मान्छेहरूमा त्रास नफैलियोस् भन्नको लागि आउटब्रेक भन्ने टर्म युज गर्छ। ल यतिसम्ममा कसैको कन्फ्युजन या नबुझेको केही छ भनेपछि तपाईले भन्न सक्नुहुन्छ।